यस्तो छ यहाँको भ्यू चाहिँ। डगी हेर त फोहोर बनाइदियो अहिले। माथि अझै छ 2टा 3टा। यस्तो छ यहाँको भ्यू चाहिँ आनन्दको छ। यो चाहिँ नाला सब रेडी हुँदैछ। यहाँ चाहिँ जाडै छ अलिकति। हामी चाहिँ 2430 मिटरको उचाइमा छौँ। अब यहाँ सबैजना रेडी हुँदैछ। रेडी भएर चिया खायौँ हामीले। अब एकछिनमा हिँड्नुपर्ने हुन्छ। चिया खायौँ, हिँड्यौँ। यहाँको भ्यू चाहिँ अलिअलि हिउँ परेको टाइपको छ। उता मास्तिर हिउँ परिरहेछ अलिअलि। तर त्यो हिजो अस्तिको हो। आज चाहिँ केही भएको छैन। अब जाउँ हेर्दै जाउँ के कस्तो छ बाटोमा थाहा हुन्छ है त। बसेको चाहिँ त्यहाँनिर हो, अगाडि बसेको हो त्यहाँ गाउँमा। अहिले घाम लागिसकेको छ, हामी निस्किँदैछौँ। जे होस् आज चाहिँ यहाँदेखि 1.5 घन्टा हिँडेपछि हामी एउटा ठाउँ पुग्छौँ। त्यो ठाउँ पुगिसकेपछि चाहिँ त्यहाँबाट हामी ब्रेकफास्ट खाएर चाहिँ अगाडि सेती भन्ने ठाउँ जान्छौँ। हिजो चाहिँ हामी घुसा भन्ने ठाउँबाट पास गरेर चाहिँ नाला आएको हो। खास हिजो घुसा बस्ने प्लान बनेको थियो तर हामी बसेनौँ। त्यही भएर घुसा छोडेर नाला भन्ने ठाउँ आएर बसेर हिजो राति भइसकेको थियो। त्यसपछि भिडियो गर्न त अब अन्धारमा के सक्नु भनेर लगभग 7-8 भइसकेको थियो। त्यसपछि आज बिहानी हामी नालादेखि अर्को ठाउँ हुँदै सेती पुग्छौँ। अब बाटै बिस्तारै लाग्दैछौँ। चिसो छ। उफ आयौँ। यताबाट चाहिँ अपि बेस क्याम्प जाने बाटो रहेको छ। चाहिँ सही बनाएर चाहिँ 2टा तराजु बिच लभ। यताबाट चाहिँ सेती जाने रहेछ। हामी सेती जाने हो। जाँदैछौँ सेती। खाना खाने लोकेसनमा जाँदा हो हामी। यहाँबाट जानुपर्ने रहेछ। त्यसपछि बाबुहरू चाहिँ पढ्न जानला है। कति कक्षामा पढ्छ बाबु? 2 क्लासमा पढ्ने रे बाबु। तिमी नि कति क्लासमा हो? 3। कहाँ छ स्कुल? पार्या। विद्यालय पनि देख्न सक्नुहुन्छ। यो अगाडिको चाहिँ विद्यालय रहेछ। यहाँ बाबु नानीहरू आएर पढ्ने गर्दो रहेछन्। स्कुल रहेको रहेछ। यो तलको सानो बिल्डिङ हो। परबाट हिँडेर आउँदै थिए बाबु नानीहरू पढ्नको लागि। यति मेहनत गर्ने रहेछ। नमस्ते बाबुहरू। हामी हिमाल जाने। अपी हिमाल। अहिले चाहिँ ठ्याक्कै 10 बजिसकेको छ। हामी जानुपर्ने गाउँ चाहिँ उता परको गाउँ हो, सेती भन्ने। हामी जाँदैछौँ बिस्तारै। अब 1.5 घन्टाको बाटो थियो। 1.5 घन्टाको बाटो भन्दै 2 घन्टा खाइन्छ बिस्तारै हिँड्दै। त्यही भएर बिस्तारै जाँदैछौँ। त्यहाँबाट हुँदै त्यो पुल कटेर चाहिँ हामी माथि उक्लिन पर्ने हुन्छ। आएर हामी राइट लिनुपर्ने हुन्छ। अब हामी सेती पुगिसक्यौँ। यहाँको उचाइ चाहिँ 2284 मिटर। तर हामीले जहिले पनि ट्रेकिङ गर्दाखेरि चाहिँ उचित मात्रामा पानी चाहिँ पिइरहनुपर्छ है। स्टेमा आइसकेका छौँ। अब खाजा खानतिर लाग्छौँ हामी। यहाँको यस्तो रहेछ होइन, एकदम आनन्दको ठाउँ। यहाँबाट जानुपर्ने। हाम्रो बुवा हुनुहुन्छ है यहाँको चाहिँ। हामी चाहिँ ठ्याक्कै गाउँबाट बिदाई गरेर हिँडिसकेका छौँ। अनि त्यसपछि अहिले चाहिँ अलि पानी पर्ला जस्तो छ। यहाँनिरको वातावरण हेर्दाखेरि चाहिँ पानीको छिटा हानिरहेछ। टिकाटालो गरेर
यो गाउँबाट हिँडिसक्यो। अब बाटोमा बिस्तारै बिस्तारै साथीहरू चाहिँ हिँडिसक्यो। हामी पनि लाग्नुपर्ने हुन्छ। पानी पर्यो भने रेनकोट नै ओढ्नुपर्ने हुन्छ। हो, पानी पर्यो भने रेनकोट ओढ्ने। अब यस्तो गाउँ चाहिँ यही हो, सिटी गाउँ भन्ने। हामी सिटी गाउँ छोडेर हिँड्नु पनि हुन्छ, त्यही भएर हामी चाहिँ दायाँ जाँदैनौँ, देब्रे जान्छौँ। अनि यहाँबाट खोप केन्द्र देख्न सक्नुहुन्छ। यो गाउँमा रहेको खोप केन्द्र स्थित रहेको छ। लगभग 15-20 मिनट हिँडिसकेपछि चाहिँ हामीले पेरिस डाँडा भन्ने ठाउँ भेट्यौँ। यहाँ चाहिँ अलिकति भ्यू पोइन्ट एकदमै चर्चित डाँडा रहेको छ। खियाकोट भन्ने ठाउँ हो। अबको हाम्रो यात्रा चाहिँ सुरक्षित ढङ्गले यहाँ चाहिँ यस्तो बनाइएको रहेछ रेलिङहरू। बाटो पनि भित्तातिर छ, तल चाहिँ खोला रहेको छ। बाटो यस्तो उकालो पनि छ, उकालो ओह्रालो भिरालो सबै बाटो हिँड्दै अगाडि बढ्दैछौँ हामी बिस्तारै बिस्तारै। अघि त्यही भेटिरहेको थियो खाजान ठाउँमा, अब यहाँ आइपुगिसकेको छ धक्कै। खोलाको तिरैतिर हिँड्दैछौँ। एज यु क्यान सी यस्तो छ भ्यू। खोलाले चाहिँ तत्काल पानी पर्न लागिरहेको छ, त्यही भएर बाटो यस्तो छ। हामी जाँदैछौँ। अब बिस्तारै हिँड्दैछौँ। साथीहरू अगाडि छ, पछाडि छ, आउँदैछ। खोला नालाको बगर हिँड्दैछौँ। ओहो, हिउँ पऱ्यो यार आज त। अहिले चाहिँ हालचाल हिउँ पर्दैछ माथिबाट। हामी यता माथि उक्लिँदैछौँ। बिस्तारै चिरचिरेमा छौँ हामी। हिँडाइ जारी छ। आइपुग्यो, हिउँ पर्दैछ बिस्तारै, मजा भइरहेछ। ओहो, लुगा लाइयो प्लास्टिकको ओढेर टक्कै हिँड्न पर्ने। दृश्य यस्तो रहेको छ। अहिले पुरा हिउँ परिरहेको छ माथि, अघि पर्दै थियो। यतिकोसम्म हुँदैछ है, यतातिरको परेर यस्तो हिउँ देख्न सक्नुहुन्छ। हामी जाँदैछौँ, हाम्रो जारी नै छ हिँडाइ। अनि त्यसपछि लगभग 2 घन्टा छ अरे बाइक भन्दै थियो। खाना खायो, अब यहाँबाट हिँड्दैछौँ। यहाँको भ्यू चाहिँ एकदमै आनन्दको छ। यस्तो छ, पुरै हिउँ छ, खोलाको बगर, माथि हिमालय भेगमा हिउँ परेर। अहिले हामी जाँदैछौँ। 6 बजी भइसक्यो। अति सुन्दर हिउँले भरिपूर्ण छ।